भिडियोमा देखाएको छ कि एउटा कापीको पन्नामा चाहिँ स्याम्पूले हालेर त्यसलाई राम्रोसँग वरिपरि फैलाएर लगायो। त्यसपछि त्यसलाई फोल्ड गर्यो। फोल्ड गरिसकेपछि त्यसलाई टुक्रा टुक्रा पारेर काटिसकेपछि त्यसको एक पत्ताले हामी राम्रोसँग हात धुन सक्छौँ। हामी जहाँ गए पनि जता गए पनि त्यसलाई युज गर्न सक्छौँ। के यो ह्याक साँच्चै काम गर्छ त? ल साथीहरू हामी पनि ट्राई गर्छौँ है। ल साथीहरू यसलाई ट्राई गर्नको लागि मसँग आइसकेको छ यो कापीको पन्ना र यो स्याम्पू। ल हेरौँ है साथीहरू यो ह्याक काम गर्छ कि नै। सबैभन्दा पहिला यो पन्नामा चाहिँ हामी यो स्याम्पूलाई हाल्छौँ। चारैतर्फ लगाउँछौँ यसको। ल साथीहरू मैले यसमा राम्रोसँग लगाइसकेको छु। लगाइसकेपछि यसलाई हामी 2 मिनेटको लागि सुक्नको लागि राख्छौँ। यसै त यसलाई फोल्ड गरे भने यो चिप्किहाल्छ, त्यसैले यसलाई 2 मिनेटको लागि सुकाउनको लागि राख्छौँ है। ल साथीहरू अब चाहिँ यो राम्रोसँग सुकिसकेको छ। अब हामी यसलाई फोल्ड गर्छौँ है। यस्तो अनि यस्तो। अब यसलाई कैँचीले टुक्रा टुक्रा पारेर काट्छौँ। यहाँबाट यस्तो गर्नु पर्यो। ल साथीहरू अब चाहिँ हामी यसलाई ट्राई गर्छौँ है के यसले साँच्चै काम गर्छ त। ल साथीहरू म चाहिँ मेरो वासरुममा आइसकेको छु। अब ट्राई गरौँ है, ट्राई गरेर हेरौँ। यहाँबाट एउटा निकालौँ, एउटा यसरी निकालौँ। निकालिसकेपछि यस्तो। साथीहरू साँच्चै काम गर्छ यसले। यो हेर्नुहोस् त, हेर्नु साथीहरू। ल हेर्नुहोस् है साथीहरू, यसको फाइदा के भनेपछि होइन, एउटा स्याम्पूले साथीहरू यहाँमा चाहिँ कतिवटा पत्ताहरू छन्, कति धेरै पत्ताहरू छन्। 1 2 अहिले गर्नै सकिँदैन कि धेरै छन्। कम्तीमा हुँदा यसमा 15-16वटा पनि 15-16 पटक तपाईँले ह्यान्ड वास गर्न सक्नुहुन्छ। यसले आफ्नो घरमा यस्तै बनाएर पनि राख्न सक्नुहुन्छ। एउटा पत्ता निकाल्यो हात धोयो, एउटा पत्ता निकाल्यो हात धोयो, त्यस्तै गरेर चाहिँ यो एकदमै बचत, स्याम्पूको बचत चाहिँ धेरै हुन्छ साथीहरू। यस्तै तपाईँहरू घरमा पनि ट्राई गर्न सक्नुहुन्छ। र यो भिडियो तपाईँलाई कस्तो लाग्यो मन परे लाइक कमेन्ट सेयर गर्नु होला है। यस्तै भिडियो म ल्याउने नै छु। मेरो पेजलाई फलो गर्नु होला। धन्यवाद, जय नेपाल।